संगीता भण्डारी। आज चाहिँ म यहाँसम्म चाहिँ क्लास 9 को इम्पोर्टेन्ट टपिक है न्युटन्स लज अफ मोसनको बारेमा डिस्क्राइब गर्दैछु। मैले चाहिँ क्लास 9 मा पढाउँदा पढाउँदै विद्यार्थी भाइ बहिनीहरूलाई चाहिँ एउटा समस्या देखे। उनीहरूले चाहिँ पढ्दासम्म चाहिँ सम्झिने है, अनि पछि चाहिँ एक दुई दिन पछि सोद्धाखेरि त्यही टपिक चाहिँ बिर्सिने रहेछ। त्यही भएर मैले चाहिँ अब त्यस्तो समस्या नआओस्, उनीहरूले बिर्सेको बेलामा स्मरण गर्नको लागि, मेमोराइज गर्नका लागि चाहिँ ट्याक्क भिडियो हेरेर चाहिँ सम्झिनका लागि चाहिँ मैले चाहिँ आज चाहिँ त्यही न्युटन्स लज अफ मोसनको बारेमा चाहिँ भिडियो ल्याउँदैछु र राम्ररी हेरिदिनु होला। र न्युटन भन्ने एउटा साइन्टिस्ट हो भन्ने चाहिँ सबैलाई थाहा छ है। न्युटनले चाहिँ के गरेका थिए भने मोसनको बारेमा चाहिँ डिस्क्राइब गरेका थिए। न्युटनले चाहिँ मोसनको बारेमा डिस्क्राइब गर्दै जाँदाखेरि न्युटन्सले चाहिँ 3टा लज दिएका छन्। ती लजहरू चाहिँ हुन् न्युटन्स फर्स्ट ल, न्युटन्स सेकेन्ड ल, न्युटन्स थर्ड ल है। हामीले चाहिँ यो चाहिँ सिरियलले पढ्दै जान्छौँ। पहिला सुरु चाहिँ छ न्युटन्स फर्स्ट ल। न्युटन्स फर्स्ट ल, न्युटन्स फर्स्ट लले चाहिँ के भन्छ भन्दाखेरि न्युटन्स फर्स्ट ल अफ मोसनले के भन्छ भने न्युटन्स फर्स्ट ल मात्र लेखे पनि यो चाहिँ न्युटन्स फर्स्ट ल अफ मोसन हो है। न्युटन्स फर्स्ट ल describe that or states that a body or an object continues in its state or remains in its initial state until and unless external force is applied on it. Newton's first law of motion states that any body, a body always, a body remains or tries to remain in its initial state. आफ्नै इनिशियल स्टेटमा चाहिँ रहन खोज्छ। in its initial state until and unless external force is applied on it. external force applied नगर्दासम्म के हुन्छ? is applied on it. न्युटन्स फर्स्ट लले चाहिँ के भन्छ भन्दा अ बडी रिमेन्स or tries to remain in its initial position or state until and unless external force is applied on it. यो भनेको चाहिँ के भन्दाखेरि कुनै पनि बडी, कुनै पनि अब्जेक्ट चाहिँ त्यही अवस्थामा रहिरहन्छ अथवा रहिरहन खोज्छ है। जबसम्म हामीले एक्सटर्नल फोर्स एप्लाई गर्दैनौँ नि तबसम्म चाहिँ त्यो बडी अर्थात् अब्जेक्ट चाहिँ त्यही स्थितिमा रहन खोज्छ अथवा ट्राइज टु रिमेन। त्यसलाई नै हामीले के भनिन्छ त न्युटन्स फर्स्ट ल अफ मोसन भनिन्छ। के भनिन्छ? न्युटन्स फर्स्ट ल अफ मोसन। फेरि पनि भने एउटा बडी जहिले पनि एउटा बडी अर्थात् अब्जेक्ट त्यही स्टेटमा रहिरहने अर्थात् त्यही स्टेटमा चाहिँ रहिरहन खोज्ने जबसम्म चाहिँ एक्सटर्नल फोर्स एप्लाइड गरिँदैन, त्यसलाई नै भनिन्छ न्युटन्स फर्स्ट ल अफ मोसन। के भन्छ? न्युटन्स फर्स्ट ल अफ मोसन भनिन्छ। फर एक्जाम्पल मैले चाहिँ एउटा एक्जाम्पल दिन्छु। एक्जाम्पल दिएर पढाउँदाखेरि चाहिँ अझै सजिलो हुन्छ, स्मरण हुन्छ भने चाहिँ मैले चाहिँ एक्जाम्पल दिन्छु है। यो चाहिँ आलु है, यो एउटा आलु छ, एउटा नाइफ छ होइन। यो आलुलाई चाहिँ हामीले चाहिँ यसरी चाहिँ गोप्यौँ होइन, अनि हामीले चाहिँ यो आलुलाई चाहिँ रेस्ट दियौँ होइन। यो आलुलाई रेस्ट दिइसकेपछि हामीले चाहिँ यो नाइफमा चाहिँ यसरी बल लगाउँदाखेरि अब के हुन्छ हेर्नु त साथीहरू। के हुन्छ भन्दाखेरि यो हामीले नाइफमा बल दिए पनि यसले चाहिँ आलुलाई पनि चेन्ज गराउँछ, एक्सटर्नल फोर्स दिन्छ, जसले गर्दाखेरि आलु चाहिँ कुन पोजिसनमा थियो? रेस्ट पोजिसनमा थियो। रेस्ट पोजिसनमा भए पनि आलु चाहिँ अनि फोर्स हामीले नाइफमा एप्लाई गरे पनि त्यो चाहिँ कुन स्टेटमा आयो? माथि आयो हो। यही नै फर्स्ट लले चाहिँ डिस्क्राइब गर्छ। फेरि पनि भन्छ है, आलु चाहिँ रेस्ट पोजिसनमा थियो, नाइफलाई चाहिँ हामीले बल दियौँ, एक्सटर्नल फोर्स एप्लाइड गऱ्यौँ। एक्सटर्नल फोर्स एप्लाइड गरिसकेपछि के भयो त? यो आलु पनि के भयो? अझै माथि आउँछ हेर्नु त, माथिसम्म आउँछ एक्सटर्नल फोर्स एप्लाइड गर्दाखेरि हो। यही नै चाहिँ न्युटन्स लले चाहिँ डिस्क्राइब गरेको हो। कुनै पनि बडी
आफ्नो इनिसियल स्टेट आइदर रेस्टमा हुन्छ अथवा मोसनमा हुन्छ अथवा डिरेक्सनमा हुन्छ, त्यो चाहिँ त्यही स्टेटमा चाहिँ रहन खोज्छ जबसम्म एक्सटर्नल फोर्स एप्लाइड गरिँदैन। त्यसैलाई नै भनिन्छ न्युटन्स फर्स्ट ल अफ मोसन। अर्थात् अनेस्टली भन्नुपर्दा अथवा कन्फिडेन्टली भन्नुपर्दा चाहिँ न्युटन्स ल अफ मोसनलाई चाहिँ न्युटन्स फर्स्ट ल अफ मोसनलाई चाहिँ हामीले चाहिँ लज अफ इनर्सिया पनि भनिन्छ। के पनि भनिन्छ? लज अफ इनर्सिया पनि भनिन्छ। न्युटन्स फर्स्ट ललाई चाहिँ हामीले लज अफ इनर्सिया पनि भनिन्छ। के पनि भनिन्छ? लज अफ इनर्सिया। किन भन्दाखेरि न्युटन फर्स्ट ल चाहिँ इनर्सियासित रिलेटेड छ। है भर्खर मैले डिस्क्राइब गरेँ नि हजुरहरूलाई आलु, होइन? भर्खर डिस्क्राइब गर्दाखेरि चाहिँ आलु चाहिँ रेस्ट पोजिसनमा थियो, होइन? यो चक्कु चाहिँ के थियो? मोसन पोजिसनमा थियो। हामीले यसलाई चाहिँ फोर्स एप्लाई गर्दाखेरि आलु पनि माथि आयो। आयो कि नै? आयो नि। हो, यही नै हो इनर्सिया, है? सो न्युटन्स फर्स्ट ल or laws of inertia are the same. यिनीहरू दुईटै सेम हो। न्युटन फर्स्ट ल अफ मोसनलाई हामीले लज अफ इनर्सिया पनि भन्छौँ। र अब लज अफ इनर्सिया आउँदै गर्दाखेरि हामीले चाहिँ इनर्सियाको बारेमा पनि हामीले चाहिँ जान्नुपर्छ, है? अब के गर्नुपर्छ? हामीले इनर्सियाको बारेमा पनि जान्नुपर्छ। इनर्सिया भनेको त मैले भनिहालेँ। कुनै इनर्सिया भनेको चाहिँ के हो भन्दाखेरि कुनै पनि बडी आफ्नो, होइन, इनिसियल स्टेटमै रहन खोज्छ जबसम्म एक्सटर्नल फोर्स एप्लाई गरिँदैन। त्यसैलाई नै इनर्सिया भनिन्छ, होइन? अ बडी remains or tries to remain in its initial state of position until and unless external force is applied on it। त्यसलाई नै के भन्यो? इनर्सिया भन्यो, है? अब यही इनर्सियाको पनि तीनटा टाइप छन्, है? अब त्यो सबैलाई थाहै छ। पहिला सुरु चाहिँ छ इनर्सिया अफ रेस्ट। के छ? इनर्सिया अफ रेस्ट। इनर्सिया अफ रेस्टले चाहिँ के भन्छ भन्दाखेरि कुनै पनि बडी अथवा अब्जेक्ट त्यही रेस्ट पोजिसनमा रहन्छ अथवा ट्राइज टु रिमेन इन इट्स रेस्ट पोजिसन अन्टिल एन्ड अनलेस एक्सटर्नल फोर्स एप्लाइड नगर्दासम्म चाहिँ त्यो चाहिँ आफ्नो रेस्ट पोजिसनमै रहन्छ भने त्यसलाई चाहिँ के भनिन्छ? लज अफ इनर्सिया, अर्थात् सरी इनर्सिया अफ रेस्ट भनिन्छ। के भनिन्छ? इनर्सिया अफ रेस्ट, है? हामी चाहिँ यो यतिकै थ्योरिटिकल मात्रै जानुभन्दा एक्जाम्पल तरिकाले जाम, है? यसलाई चाहिँ एक्जाम्पल तरिकाले जाम। एक्जाम्पल दिँदै गर्दाखेरि हाम्रो डेली एक्टिभिटिजमा हुने कामहरू जस्तै बिटिङ द कार्पेट, है? पहिला सुरुमा चाहिँ हामीले चाहिँ सपोज यो कार्पेट भयो, है? यो कार्पेट भयो। यो कार्पेट चाहिँ हामीले चाहिँ सफा गर्नु छ भने चाहिँ हामीले के गर्छौँ? यो कार्पेटलाई चाहिँ यसरी ठक 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 गरेर यसरी मुख यस्तो यस्तो गरेर चाहिँ यो कार्पेटबाट फोहोर निकाल्छौँ कि नै? हो, यो कार्पेटबाट यसरी ठक ठक गरेर अर्थात् हामीले लट्ठीले हानेर चाहिँ फोहोरहरू निकाल्छौँ नि। हो, यसै यो पनि एउटा एक्जाम्पल हो। के को एक्जाम्पल हो त? यो पनि इनर्सिया अफ रेस्टको चाहिँ एक्जाम्पल हो। कसरी इनर्सिया अफ रेस्टको एक्जाम्पल भयो भन्दाखेरि यहाँ चाहिँ डस्ट पार्टिकल्सहरू, त्यो कार्पेटमा हुन्छ नि डस्ट पार्टिकल्सहरू, त्यो कार्पेटमा भएको डस्ट पार्टिकल्सहरू चाहिँ रेस्ट पोजिसनमा हुन्छ कार्पेटमा। तर हामीले कार्पेटलाई हल्लायौँ अथवा बिट गऱ्यौँ भने अर्थात् लट्ठीले चाहिँ हान्यौँ भने अनि त्यहाँ भएको डस्ट पार्टिकल्सहरू पनि अब केमा आउँछ? मोसनमा आउँछ। अनि त्यसरी चाहिँ के गर्छ त? डस्टहरू सबै झर्छ। बुझ्नुभयो? बिटिङ द कार्पेट, है? कार्पेटलाई बिट गर्दाखेरि, बिटिङ द कार्पेट विथ स्टिक, है? इट इज द बेस्ट एक्जाम्पल। बिटिङ गर्दाखेरि, कार्पेटलाई बिट गर्दाखेरि रेस्टमा भएको डस्ट पार्टिकल्सहरू मोसनमा आएर के हुन्छ? त्यो सबै तल झर्छ। त्यो भयो एउटा एक्जाम्पल। अर्को एक्जाम्पल छ हाम्रो सेकिङ द फ्रुट्स ट्री, है? फ्रुट ट्रीलाई चाहिँ सेकिङ गर्दाखेरि, फ्रुट्स ट्री कुनै पनि अहिले चाहिँ आँप सिजनहरू, अहिले चाहिँ लिची सिजनहरू छ, होइन? हामीलाई चाहिँ लिची खान मन लाग्छ, आँप खान मन लाग्छ, अनि झरेको त हुँदैन। अनि हामी बुटोमा गएर हेर्दाखेरि त्यहाँ फलिरहेको आँप र लिची झार्न मन लाग्छ। झार्न खोज अनि हामीले झार्न पर्दाखेरि हामीले के गर्छौँ? त्यो बुटोको हाँगालाई हल्लाउँछौँ, अर्थात् एउटा के अरे लट्ठीले झट्कारो दिन्छौँ, होइन? त्यो झट्कारो दिँदाखेरि अनि बल्ल अनि त्यो त्यहाँ भएको फलेको फल आँप या लिची बल्ल झर्छ कि नै? झर्छ नि। त्यो किन? त्यो पनि इनर्सिया अफ रेस्टको कारणले गर्दाखेरि। के को कारणले गर्दाखेरि? इनर्सिया अफ रेस्टको कारणले। किन भन्दाखेरि त्यहाँ फलिरहेको म्याङ्गो अर्थात् लिची चाहिँ कुन पोजिसनमा छ? रेस्ट पोजिसनमा छ। तर हामीले जब त्यो
हाँगा हल्लाउने अर्थात् लट्ठीले झड्काएर दिँदाखेरि चाहिँ तब चाहिँ फलफुल चाहिँ कुन स्टेटमा आउँछ, मोसन स्टेटमा आउँछ होइन। अनि मोसन स्टेटमा आउने बित्तिकै त्यो चाहिँ अब के गर्छ, झर्छ हो। त्यो पनि एउटा के हो त, बेस्ट एक्जाम्पल अफ इनर्सिया अफ रेस्ट हो। अनि अर्को एक्जाम्पल भन्दाखेरि मुभिङ द फ्यान है, स्विचिङ अन द फ्यान, स्विचिङ अन द फ्यान, स्विचिङ अन द फ्यान। फ्यानलाई चाहिँ स्विच अन गर्दाखेरि के, अहिले त गर्मीको सिजन छ, हामीले फ्याट पङ्खा हामीलाई चाहिँ शीतल लागोस् भने हामीले फ्यान चाहिँ अन गर्छौँ। फ्यान अन गर्दाखेरि पहिला सुरु चाहिँ हामीले ब्लेड गर्न सक्ने तरिकाले चाहिँ पहिला सुरु स्लो मोसनले घुम्छ कि नै, घुम्छ नि। अनि पछि बल्ल त्यो चाहिँ फाइनली कुन पोजिसनमा आउँछ त, मोसन पोजिसनमा आउँछ हो कि नै हो। त्यो पनि त्यसलाई एकछिन टाइम लाग्यो किन, त्यो स्पिड फुल स्पिडमा आउन टाइम लाग्एको छ किन, त्यो पनि किन हो त भन्दाखेरि त्यो पनि इनर्सिया अफ रेस्टकै कारणले गर्दा। किनभने त्यो पहिला रेस्टमै थियो, स्विच अन गर्दाखेरि पनि एकछिन रेस्टमै आउन खोज्छ, अनि पछि बल्ल त्यसको स्विच अनको फोर्सले गर्दाखेरि बल्ल पछि त्यो चाहिँ मुभ गर्छ, अनि बल्ल लास्टमा फाइनली चाहिँ फुल स्पिडमा मुभ गर्छ। त्यो पनि के भयो त, इनर्सिया अफ रेस्ट हो। यसरी चाहिँ हामीले चाहिँ आफ्नो दैनिक क्रियाकलापलाई चाहिँ हाम्रो पढाइसित रिलेटेड गरेर पढ्यौँ भने भाइ बहिनीहरू, हामीले पढेका टपिकहरू, हामीले पढेका कुराहरू पक्कै पनि दीर्घायु हुन्छन्, अर्थात् लामो समयसम्म चाहिँ हामीले चाहिँ सम्झन सक्छौँ। त्यसैले सबैलाई मैले के भन्छु भने, कुनै पनि कुराहरू हामी पढिरहेका छौँ त्यो कुराहरूले हामीले इमेजिन पनि गरौँ कि, परिकल्पना पनि गरौँ। कल्पना गरिसकेपछि चाहिँ त्यो कल्पनाहरू चाहिँ हाम्रो दिमागमा चाहिँ लामो समयसम्म रहन्छ। र यस्तै भिडियोहरू अरू हेर्न चाहनुहुन्छ भने या चाहन्छौ भने प्लिज मेरो युट्युब च्यानल सङ्गीता पाण्डे भण्डारी च्यानललाई चाहिँ, जुनमा चाहिँ मैले साइन्स रिलेटेड र जिके रिलेटेड टपिकहरू ल्याउँछु, त्यस च्यानललाई चाहिँ लाइक, सब्सक्राइब र कमेन्ट गरिदिनुहोस्। र अरू साथीहरूलाई पनि फाइदा पुगोस्, फाइदा हुनका लागि चाहिँ मेरो युट्युब च्यानलमा आएका भिडियोहरूलाई सेयर गरिदिएर धेरैभन्दा धेरै साथीहरूलाई चाहिँ लाभदायी बनाइदिनुहोस् र मेरो युट्युब च्यानललाई माया गरिदिनुहोस् र सब्सक्राइब गरिदिनुहोस्। हस्, थ्याङ्क यू भेरी मच।